नमस्कार, हेलो नेपाल अफिसियल च्यानलमा तपाईलाई स्वागत छ। यदि यस च्यानलमा तपाईँ पहिलो पटक प्रवेश गर्दै हुनुहुन्छ भने कृपया सब्स्क्राइब बटन दबाएर साइडको बेल बटनमा नभुल्नुहोला। आजको यस भिडियोमा हामी विशेष चर्चा गर्नेछौँ 2026 मा जहाँ हुन गइरहेको वर्ल्ड कप T20 वर्ल्ड कपको बारेमा चर्चा रहनेछ। रोड म्याप नेपालको लागि चाहिँ T20 वर्ल्ड कपको रोड म्याप कस्तो रहला, नेपालले तेस्रो पटक T20 वर्ल्ड कपमा चाहिँ आफ्नो स्थान बनाउनको लागि यात्रा के कस्तो रहेको छ, स्क्वाड कस्तो छ, रोड म्याप कस्तो छ र खेलहरू चाहिँ कहिले सञ्चालनमा आउँदैछन्, त्यो फिक्चर्सको डेटको बारेमा पनि चर्चा रहनेछ भने क्रिकेट स्टेडियमदेखि लिएर तपाईलाई आजको यस भिडियोमा सम्पूर्ण डिटेलमा हामीले नेपालले तेस्रो पटक वर्ल्ड कप चाहिँ कसरी खेल्न सक्छ भन्ने कुरामा विस्तृत जानकारी दिन गइरहेका छौँ। कृपया भिडियो थोरै लेन्दी हुन सक्छ, कृपया अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ आजको भिडियो। मेन्स T20 वर्ल्ड कप 2026 चाहिँ यही हाम्रो राष्ट्र छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा सञ्चालनमा हुने क्रममा छ, जहाँनिर होस्टकै आधारमा दुईवटा राष्ट्र चाहिँ सोझै छनौटमा परिसकेका छन्। त्यो सँगसँगै 7 वटा राष्ट्र चाहिँ 2024 मा समापन भएको T20 वर्ल्ड कप जहाँ चाहिँ टप 7 राष्ट्रहरू चाहिँ सोझै छनौट हुने गर्नेछन्, जहाँनिर टप 7 को रूपमा चाहिँ अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, साउथ अफ्रिका, युएसए र वेस्ट इन्डिज गरेर टप 7 भनेको शीर्ष 7 राष्ट्र चाहिँ सोझै 2026 वर्ल्ड कप खेल्न पाउनेछन्। तिनीहरू अलरेडी सिलेक्ट भइसकेका छन्। त्यो सँगसँगै आइसिसी र्याङ्किङका आधारमा कुल 3 वटा राष्ट्र आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान पनि आफ्नो यात्रा तय गरिसकेका छन्। यति बेला हामीले हिसाब गर्ने हो भने दुईवटा होस्ट राष्ट्र, 7 वटा सोझै छनौट भएका टप 7 राष्ट्र जुन चाहिँ 2024 मा वर्ल्ड कपमा टप 7 भएका थिए, ती राष्ट्रलाई जोड्दै जाने भने 2 + 7 + हामीले 3 गर्दाखेरि टोटल हुन्छ हाम्रो 12 राष्ट्र, जहाँनिर 12 वटा देश चाहिँ सोझै यति बेला आफ्नो स्थान 2026 को लागि पक्की गरिसकेको अवस्था छ। त्यो सँगसँगै अमेरिका क्वालिफायरबाट एउटा राष्ट्र छनौट हुन्थ्यो, जहाँनिर क्यानाडाले आफ्नो स्थान बनाइसकेको अवस्था छ भने युरोप क्वालिफायर्सबाट दुईवटा राष्ट्रहरू चाहिँ समावेश हुन सक्थे, जहाँनिर यति बेला इटली र नेदरल्यान्ड्सले आफ्नो स्थान बनाउन सकेका छन्, जहाँनिर इटली चाहिँ एउटा नयाँ अनुहार हो। अफ्रिका क्वालिफायर्सबाट चाहिँ दुईवटा राष्ट्रहरूले आफ्नो स्थान बनाउन सक्ने एउटा प्रावधान थियो, जहाँनिर नामिबिया र जिम्बाब्वेले आफ्नो स्थान बनाएका छन् र यो जिम्बाब्वेले कमब्याक पनि गरेको छ। त्यो सँगसँगै यति बेला हुन गइरहेको इस्ट एसिया पेसिफिक रिजनल क्वालिफायर अर्थात् एसिया क्वालिफायर पनि भनिन्छ हामीले सर्टकटमा, जहाँनिर हाम्रो नेपाल पनि पर्ने गर्छ र नेपालले कुल 9 वटा राष्ट्रहरू छन् यहाँनिर इस्ट एसिया पेसिफिक रिजनल क्वालिफायर खेल्ने कुल 9 वटा राष्ट्रमध्ये 3 वटा राष्ट्रले चाहिँ वर्ल्ड कपको लागि स्थान बनाउन सक्नेछन्, जहाँनिर नेपालले प्रतिस्पर्धा गर्न गइरहेको छ। यो खेल चाहिँ अब आउने क्रममा छ, त्यसको बारेमा पनि थोरै जानकारी दिने नै छु म आजको यस भिडियोमा। त्यो सँगसँगै हाम्रो यो ओमनमा हुन गइरहेको इस्ट एसिया पेसिफिक रिजनल क्वालिफायरमा कुल 9 वटा राष्ट्रबाट 3 वटा राष्ट्रले चाहिँ आफ्नो स्थान बनाउनेछन् र खेल चाहिँ कसरी सञ्चालनमा हुनेछ त्यसको बारेमा चर्चा गरौँ। 9 वटा राष्ट्रलाई कुल 3 वटा ग्रुपमा विभाजन गरिएको छ, जहाँनिर ग्रुप 1, ग्रुप 2 र ग्रुप 3 गरेर 3 वटा ग्रुपमा विभाजन गरिएको छ। त्यो ग्रुपमा विभाजन गर्ने क्रममा चाहिँ नेपाल ग्रुप 2 मा पर्न पुगेको थियो। ग्रुप 2 मा चाहिँ नेपाल सँगसँगै कुवेत र जापान पनि रहेका छन् र ग्रुप 1 को कुरा गर्ने हो भने युएई, मलेसिया र कतार रहेका छन् र ग्रुप 3 मा ओमन, पपुवा न्युगिनी र सामोआ भन्ने एउटा नयाँ राष्ट्र छ, जहाँनिर चाहिँ 3 वटा ग्रुपबाट 3 वटा राष्ट्र चाहिँ हाम्रो वर्ल्ड कपमा क्वालिफायर हुनेछन् र रोड म्याप के छ त यसको बारेमा थोरै चर्चा गरौँ। नेपालले यति बेला अक्टोबर 8 अर्थात् असोज 22 गते नेपालले चाहिँ नेपाली समयअनुसार 8:45 रातिको 8:45 नेपालले कुवेतको सामना गर्नेछ। यो खेल चाहिँ ओमनमा सञ्चालन हुन गइरहेको छ र दोस्रो खेलको रूपमा नेपालले जापानको सामना गर्नेछ, जहाँनिर नेपाल र भर्सेस जापानको खेल चाहिँ यही शुक्रबार असोज 24 गते अर्थात् इङ्ग्लिस क्यालेन्डर अनुसार अक्टोबर 10 मा नेपालले नेपाली समयअनुसार 4:15 जाँदा दिउँसोको समयमा नेपालले जापानको सामना गर्नेछ। पहिलो खेल कुवेतसँग रहेको छ 8:45 रातिको भने दोस्रो खेल जापानसँग रहेको छ 4:15 दिउँसोको। यो समय चाहिँ याद गर्नु होला। पहिलो खेल चाहिँ हाम्रो असोजको 22 गते अर्थात् अक्टोबर 8 मा रहनेछ भने दोस्रो खेल
असोजको 24 अर्थात् अक्टोबर 10 मा शुक्रबारको दिन रहेको छ। यदि नेपालले 2मा 2 खेल जितेको अवस्थामा नेपाल चाहिँ ग्रुपको पहिलो नम्बरमा आउनेछ। जहाँनिर जस्तै एउटा प्रेडिक्सन गरौँ, नेपालले 2मा 2 खेल जित्यो, 4 अङ्कका साथ नेपाल चाहिँ ग्रुपको शीर्ष स्थानमा रहनेछ। यदि 3वटा राष्ट्र रहेका छन् एउटा ग्रुपमा भनेपछि त्यो 3टा राष्ट्रमध्ये टप 2 अर्थात् शीर्ष 2 राष्ट्र चाहिँ सोझै सुपर 6 मा छनौट हुनेछन्। 3वटा ग्रुप रहेका छन्, 3वटा ग्रुपबाट टप 2 गर्दाखेरि 2+2+2 हुन्छ, कुल 6वटा राष्ट्र चाहिँ ग्रुप स्टेजबाट सुपर 6 मा छनौट हुनेछन्। नेपाल यदि केही गरी 2मा 2 खेल जितेको अवस्थामा नेपालले 4 अङ्क प्राप्त गर्नेछ र नेपाल ग्रुपको टेबल टपरको रूपमा अगाडि रहनेछ अर्थात् ग्रुप टपरको रूपमा अगाडि बढ्नेछ। यदि नेपालले 2मा 2 खेल जितेको अवस्थामा चाहिँ कस्तो रहन्छ त रोड म्याप, त्यसको बारेमा पनि चर्चा गरौँ। अहिले त्यो चर्चा गर्नभन्दा अगाडि थोरै एउटा म तपाईँलाई जोड्न चाहेँ, स्क्वाडको बारेमा थोरै चर्चा गरौँ। नेपालले अब गइरहेको यो खेलमा चाहिँ 15 सदस्यीय स्क्वाड चाहिँ घोषणा गरिसकेको छ। क्रिकेट एसोसिएसन अफ नेपालको तर्फबाट चाहिँ 15 सदस्यीय टोली चाहिँ रोहित पौडेलको कप्तानीमा दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुटेल, कुशल मल्ल, सोमपाल र करण केसी, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आसिफ शेख र आरिफ शेख दुवै दाजुभाइ पनि छन् यहाँनिर। त्यस सँगसँगै ललित राजवंशी, गुलसन झा र लोकेश बम गरेर कुल 15 जनाको स्क्वाड चाहिँ क्रिकेट एसोसिएसन अफ नेपालले चाहिँ अलरेडी घोषणा गरिसकेको थियो र त्यही सदस्यबाट चाहिँ यो प्लेइङ 11 मा चाहिँ खेलाडीहरू समावेश हुनेछन्। र यदि नेपालले ग्रुप स्टेज अर्थात् ग्रुप 2 को टेबल टपर रहेर अगाडि बढेको अवस्थामा चाहिँ नेपालले कुन कुन राष्ट्रसँग चाहिँ सामना गर्नुपर्छ त एउटा प्रेडिक्सन गरौँ। रोड म्याप यस्तो छ। यदि नेपाल ग्रुप टपर रहन्छ भने ग्रुप 2 को टेबल टपरले ग्रुप 1 र ग्रुप 3 को फर्स्ट र सेकेन्डसँग भिड्नुपर्ने हुन्छ। जस्तै मानौँ नेपाल ग्रुप 2 मा छ, नेपाल ग्रुप टपर भयो, त ग्रुप बी को अर्थात् ग्रुप 2 को टेबल टपरले ग्रुप 1 र ग्रुप 3 को टेबल टपर 2 टेबल टपरसँग प्रतिस्पर्धा गर्नेछ। मानौँ नेपाल भर्सेस यति बेला ग्रुप 2 को टेबल टपर नेपाल भएको अवस्थामा ग्रुप 1 को टेबल टपरसँग नेपालले अक्टोबर 12 मा सामना गर्नेछ भने नेपालले दोस्रो खेलको रूपमा चाहिँ ग्रुप 1 को शीर्ष 2 मा पर्न सबैको सेकेन्डसँग प्रतिस्पर्धा गर्नेछ। जस्तै अक्टोबर 13 मा यो खेल सञ्चालनमा आउनेछ। यदि नेपालले खेल जितिसकेको अवस्थामा त्यही सँगसँगै नेपाल टेबल टपर भर्सेस ग्रुप 3 को अर्थात् ग्रुप 3 को टेबल टपरसँग र ग्रुप 3 को सब टपर भनौँ अथवा सेकेन्डमा पढ्ने राष्ट्रसँग चाहिँ नेपालले सामना गर्नेछ। र सरल भाषामा भन्ने भने नेपालले केही गरी ग्रुप बी लाई शीर्ष स्थानमा रहेको अवस्थामा ग्रुप 1 र ग्रुप 2 को टप 2 सँग सामना गर्नेछ। आफ्नै ग्रुपसँग सामना गर्दैन, यसले सुपर 6 मा सामना गर्नुपर्ने छैन, किनकि यसले चाहिँ ग्रुप स्टेजमा आफ्नै ग्रुपमा रहेका सदस्यसँग अलरेडी प्रतिस्पर्धा गरिसकेको हुँदा सुपर 6 मा चाहिँ आफ्नो ग्रुपसँग चाहिँ सामना गर्नु पर्दैन, किनकि सुपर 6 मा अपोनेन्ट ग्रुपहरूसँग हामीले सामना गर्नुपर्छ, जहाँनिर टेबल टपर रहेका 2 शीर्ष टोली र अन्य ग्रुपका पनि शीर्ष 2 टोलीबाट नेपालले कुल 4 वटा खेल खेल्नेछ। पहिलो खेल चाहिँ अक्टोबर 12 मा सञ्चालन आउनेछ। सुपर 6 को पहिलो खेलको रूपमा अक्टोबर 12 मा नेपाली समयअनुसार 4:15 मा हेर्न पाइनेछ। यदि नेपाल टेबल टपर रहेको अवस्थामा चाहिँ यो चाहिँ फलो हुनेछ। यदि टेबल टपर हुन नसकेर सेकेन्डमा रहेको अवस्थामा चाहिँ थोरै रोड म्यापमा परिवर्तन आउनेछ। हाम्रो क्यालेन्डरहरूलाई सच्याउनु पर्ने हुनेछ। मानौ नेपाल टेबल टपर नै हुन्छ, यो प्रेडिक्सन अनुसार जाउँ। यदि टेबल टपर भएको अवस्थामा चाहिँ अक्टोबर 12 मा नेपालले दिउँसोको 4:15 मा सामना गर्नेछ ग्रुप 1 को टेबल टपरसँग भने नेपालले अक्टोबर 13 मा चाहिँ रातिको 8:45 मा ग्रुप 1 को सेकेन्ड टिमसम्म नेपाल भिड्नेछ भने त्यो सँगसँगै अक्टोबर 15 मा नेपालले ग्रुप 3 को टेबल टपरसँग सामना गर्नेछ रातको 8:45 मा भने त्यस्तै गरी अक्टोबर 17 मा नेपालले ग्रुप 3 को सेकेन्ड भएको राष्ट्रसँग चाहिँ नेपालले सेम समय अर्थात् 8:45 मा सामना गर्नेछ। यो भयो हाम्रो रोड म्यापको कुरा। यदि नेपालले टेबल टपर अथवा सेकेन्ड रहेको अवस्थामा यसरी अगाडि बढ्न सक्छ र यसलाई चाहिँ सरल भाषामा समरीमा भन्ने भने नेपालले कुल 2 मा 2 खेल जितोस्
त्यो सँगसँगै नेपाल चाहिँ सोझै सुपर 6 मा छनौट हुनेछ। सुपर 6 मा छनौट भइसकेपछि नेपालले कुल 4 वटा खेल खेल्नेछ र 4 वटा खेलमा पनि उल्लेख्य प्रदर्शन गरेर सुपर 6 भनेपछि अलरेडी नाममै हामीले बुझ्न सक्नुहुन्छ, नामबाटै सुपर 6 भनेपछि 6 वटा राष्ट्र हुन्छन्। त्यो 6 वटा राष्ट्रमा चाहिँ टप 3 भएको अवस्थामा यहाँनिर ग्रुप डिभिजन हुँदैन। 6 मा यदि केही गरी नेपाल शीर्ष 3 मा रहन सकेको अवस्थामा सोझै नेपाल चाहिँ वर्ल्ड कप 2026 को लागि छनौट हुनेछ। T20 वर्ल्ड कप 2026 मा छनौट हुनको लागि नेपालले शीर्ष 3 मा आफ्नो स्थान बनाउनु पर्ने हुन्छ। यदि नेपालले 2 मा 2 खेल जितेको अवस्थामा चाहिँ नेपालले पोइन्ट अर्थात् अङ्क सहित नेपाल चाहिँ सुपर 6 मा जानेछ। यदि अङ्क सहित नेपाल सुपर 6 मा गएको अवस्थामा चाहिँ त्यति बेला सुपर 6 बाट नेपाल चाहिँ वर्ल्ड कपमा जानको लागि अत्याधिक बल चाहिँ लगाउन पर्दैन, किनकि नेपालले अलरेडी 2 खेल जितिसकेको अवस्थामा नेपालले अङ्क सहित पोइन्ट सहित सुपर 6 मा जानेछ। पोइन्ट सहित सुपर 6 मा गएको अवस्थामा चाहिँ केही गरी नराम्रो तरिकाले हारिसकेको अवस्थामा पनि थोरै पोइन्टले गर्दाखेरि नेपाललाई जोगाउन सक्छ त्यहाँनिर। तर नेपालले त्यहाँ पनि उल्लेख्य प्रदर्शन गर्दै आफ्नो स्थान चाहिँ शीर्ष 3 मा बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र नेपाललाई चाहिँ हामी यहाँबाट शुभकामना पनि दिन चाहन्छौँ। र एउटा फाइदा चाहिँ के छ भने नेपालले वार्म अप खेल्दैछ। ओमनसँग अलरेडी खेलिसकेको थियो नेपालले, जहाँनिर जित पनि दर्ता गरिसकेको छ र आज अर्थात् नेपालले चाहिँ सोमबार यति बेला चाहिँ कतारको सामना गर्दैछ। यदि कतारलाई पनि जितिसकेको अवस्थामा नेपालले त्यहाँनिर 2 पटक एउटै ग्राउन्डमा नेपालले अनुभव बटुलिसकेको छ, किनकि एउटा फाइदाको विषय के छ भने सबै खेलहरू अल एमिरेट क्रिकेट ग्राउन्ड, ओमनको अल एमिरेट क्रिकेट ग्राउन्डमा टर्नेल 1 टर्नेल 2 भन्ने छ, जहाँनिर एउटै स्थान छ। त्यति बेला चाहिँ नेपालले पिचलाई एउटा बुझ्न पाउने अवसर पनि छ, किनकि क्रिकेट स्टेडियम एउटै हो। त्यही खेल हुनेवाला छ। नेपालले खेल्ने ग्रुप स्टेजका खेलहरू पनि त्यही सञ्चालनमा आउने क्रममा छन्, जसले गर्दा चाहिँ नेपाललाई पिचबाट चाहिँ केही फाइदा लिन सक्ने अवस्था रहन सक्छ र नेपालले त्यहाँनिर सहजै जित निकाल्दै आफ्नो यात्रा चाहिँ अगाडि बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। र नेपाली क्रिकेट समर्थकको नाताले म शुभकामना दिँदै नेपाललाई विजयी भव भन्न चाहन्छु। कृपया तपाईँले पनि कमेन्टमा नेपाललाई विजयी भव भन्दै कमेन्ट गर्न हार्दिक अनुरोध गर्दै आजको यस भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दै आगामी दिनमा पनि यस्तै नयाँ ताजा अपडेटमा जोडिने भाषा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।